जय श्री राधे, जय श्रीमन्नारायण। समादरणीय श्रद्धालु भक्तजन, आज हामी श्री स्वस्तानी व्रतकथाको 6औं अध्यायलाई लिएर उपस्थित भएका छौँ भने आउनुहोस् 6औं अध्यायको यो दिव्य कथालाई श्रवण गरौँ। सर्वप्रथम हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर सँगैमा रहेको बेल आइकन अवश्य थिच्नुहोला भने मन परे लाइक गरिदिनुहोला भने कमेन्ट बक्समा भने जय श्री स्वस्तानी माता लेख्न नबिर्सिनुहोला भने आउनुहोस् प्रारम्भमा गरिने जुन स्तुति छ, प्रार्थना छ, त्यो प्रार्थनासँगै हामी कथामा प्रवेश गरौँ। ओम यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रपोपनिषदैर् गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। अब कथामा प्रवेश गर्दछौँ। ओम अथ षष्ठोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, यस्तो किसिमसँग मैले त्रिपुरदाह सुनाएँ। अब के सुन्ने इच्छा छ? यस्तो कुरा सुनि अगस्त्य मुनि बिन्ती गर्दछन्, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या 33 कोटी देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सती मृत्यु के कारण परेर भयो, यस विषयमा सुन्ने इच्छा छ, सुनाइ बक्सियोस्। यस्तो आग्रह गरेको सुनि कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, एक दिन दक्ष प्रजापतिले बिरणीसित भने, हे स्त्री, मैले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो, तसर्थ तिमी सम्पूर्ण सामग्री तयार गर अनि महादेव र सतीदेवी बाहेक अरू छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि समस्त देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाए। बिरणीले सम्पूर्ण सामग्री तयार पारे। महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाइँ ब्रह्मा विष्णु यज्ञ यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पालहरूलाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी ज्वाइँहरू नाना वस्त्रालङ्कार पहिरी यज्ञमा होम्न अनेक मणिमाणिक्य फलफुल र वस्त्र आदि यज्ञमा होम गर्ने सामग्री लिएर दक्ष प्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध यज्ञ कस्तो भने, नन्दी भृङ्गी चतुष्षष्ठी योगिनी भूत प्रेत पिशाच प्रमथ गण सहित भई श्री महादेव बस्दा जस्तो शोभा हुन्छ, त्यस्तै 33 कोटी छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सराहरू नाना वस्त्र अलङ्कार पहिरी उभन्दा उराम्री भई नाचगान गरी मङ्गलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध यज्ञ गर्दा शोभायमान देखियो। त्यसरी अश्वमेध यज्ञ चलिरहेको बखतमा नारद मुनिले
को आए को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्न लागे। दक्षका 33 कोटी कन्या, ब्रह्मा विष्णु प्रभृति सकल देवता ऋषि यक्ष गन्धर्व किन्नर नाग अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? के कारण हो? निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरू कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भई कैलाश पर्वतमा गए। त्यसै बेला उता महादेवले सतीदेवीलाई, हे प्रिय, आज हामी दुवैजना जुवा खेलौँ आऊ भन्नुभयो। सतीले हवस भनी पासा ल्याइन् र दुवैजना प्रेम साथ जुवा खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजी झोकिएर झोली थापे, त्यो पनि जितिन्। अनि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यसै बेला दक्षको निम्ता पाएर देवता दानव यक्ष किन्नरहरू विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित, ती विमानमा बसेर जाने को हुन्, आज्ञा होस् भनी सोधिन्। र महादेवले, तिमीलाई के को धन्दा पर्यो, आफ्नो काम गर भन्दा सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहिन्। अनि शिवले हाँसेर मुकुट थाप्नुभयो, त्यो पनि जितिन्। त्यसरी निकै पल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनुभयो। अनि सतीदेवीले बिन्ती गरिन्, हे स्वामी, हजुरका सबै वस्तु मैले जितिसकेँ, अब के थाप्नुहुन्छ? लौ थाप्नुहोस्। अनि शिवजीले भन्नुहुन्छ, अब पालो, अब म आफ्नो अङ्ग थाप्दछु भन्नुभयो। तब सतीदेवीले हात जोडेर विनम्र स्वरमा बिन्ती गरिन्, हे स्वामी, हजुरको अङ्ग त अघि पनि पछि पनि मेरै हो। यदि मैले हारे भने हजुरको अङ्गको साटो कुन कुरा टक्र्याउला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको अङ्गको साटो दिने मेरो विचारमा कुनै वस्तु पनि छैन। फेरि हजुरको अङ्ग जुवा खेली जितेर आफ्नो बनाउनु पर्ने पनि केही आवश्यकता देख्दिन। जुन दिन मेरा पिता माताले तिलकुश सहित हजुरका हातमा मेरा हात राखिदिएका थिए, उसै दिनदेखि हजुरको अङ्ग मेरो र मेरो अङ्ग हजुरको भइसक्यो। यसमा शङ्का छैन र हजुरले आफ्नो अङ्ग थाप्नु पर्दैन। सतीदेवीको त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भई, धन्य तिमी भनेर जुवा खेल्न छाडे। मिठा मिठा वार्ता गरेर कैलाशमा बसेका थिए। त्यसै बेला नारद मुनि पुगेर सती र शिवजीलाई साष्टाङ्ग दण्डवत गरी हात जोडेर उभिरहे। श्री महादेव कस्ता भने, जटाको मुकुट बनाई बाघका छालाको पटुका कसेका, हात्तीको छाला ओढेर पर्वतमा भस्म लेपन गरी स्थान स्थानमा सर्पका गहना लगाई, घाँटीमा नरमुण्डमाला पहिरी सतीदेवीलाई काखमा लिएर कोटी सूर्य चाहिँ तेजले जाजल्यमान भई नन्दी भृङ्गी भूत प्रेत डाकिनी साकिनी द्वारमा राखेर प्रमथ गणसहित भइरहेका श्री महादेवलाई नारदले देखेर हर्षमानी बारम्बार चरणमा गिरी दण्डवत गर्दा भए। यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञा भयो, हे मुने, तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माग। तब नारदजी केही भन्न नसकी उभिरहे। तब के काम परेर यहाँ आयो भन। यति शिवजीले आज्ञा भएको सुनि नारदजी हात जोडेर भन्न लागे, हे शम्भो, म अरू के वर मागौँ? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर, म आउने कारण के हो भने दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्दा तीनै लोकका देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग अष्टवसु वशिष्ठ आदि ऋषि र ब्रह्मा विष्णु एवं 10 दिक्पाल सहित सबै यज्ञस्थलमा आएका छन्। मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर हेर्दा केवल हजुर
दम्पतिलाई देखिन र यज्ञका मुख्य भोक्ताकर्ता एवं फलदाता हजुरलाई किन डाकिनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हुँ। हे गौरी शङ्कर, यसको अर्थ केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुनि सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्री महादेवसित बिन्ती गरिन्। हे जगदीश्वर, नारायण प्रभृति 33 कोटी देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सराहरू र मेरा सबै बहिनीहरूलाई डाक्दा हामी 2 जनालाई मात्र किन डाकेनन् भन्दै विस्मयका साथ आँखाबाट आँसु बगाइन् र मलिन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञा भयो, हे प्रिय, तिमी दुःख नमान, किनभने तिमी नरुचाएकी छोरी म मन नपरेको ज्वाइँ डाकेनन् त के भयो। यस कुरामा तिमीले आफ्नो अपमान मान्नु पर्दैन। तिम्रो म छँदैछु, दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र, नगए पनि के होला भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर, हे स्वामी, त्यस्तो आज्ञा नहोस्, मलाई त्यो अश्वमेध यज्ञ हेर्ने अत्यन्त इच्छा छ। आज्ञा भए नारदजीसित गई एकपल्ट हेरेर मात्र आउने थिएँ भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा परिन्। अनि जगदीश्वरले फेरि भन्नुभयो, हे प्रिय, यस्तो हठ नगर, किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी त्यहाँ अपमान होला, जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागि कैलाशबाट प्रस्थान गरिन्। पिताको यज्ञस्थलमा पुगेर आदर साथ मातापितालाई ढोग दिई, साह्रै चित्त दुखाई, आँखाबाट आँसुका धारा बगाई मङ्गल वचन बोलिन्। हे माता, हे पिता, हजुरहरूले गर्न लागेको यस्तो ठुलो यज्ञमा पनि मलाई किन सूचना दिनु भएन? के म हजुरहरूको कि छोरी होइन र? मैले के अपराध गरेँ अथवा मेरा स्वामीले हजुरको के विराम गरिदिनु भयो? आज्ञा हवस्। विष्णु प्रवृत्ति 33 कोटी देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा र ऋषिमुनि एवं 10 दिक्पाल स्त्री पुरुष सहित सबै डाकेर केवल हामी 2 जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता धर्ता महादेव नै हुनुहुन्छ, उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइ बक्सिन्छ, देवताका देवता पनि शिव नै होइ बक्सिन्छ, फेरि सृष्टिकर्ता पनि उहाँ नै होइ बक्सिन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरहरूको कदापि जय हुने छैन। श्री महादेवलाई तुरुन्त ढाक्न पठाउनुहोस्, अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ। हे पिता, शङ्करलाई अशङ्कर गरी थाल्नु भएको यो यज्ञ शङ्कर नभइकन पनि पूर्ण हुन्छ कि यो ब्रह्माण्डमा 2 शङ्कर छन्? यदि छन् भने मलाई आज्ञा हवस्। फेरि मेरो स्वामीलाई नडाकेको कारण के हो? हे माता, हे पिता, मलाई भन्नु हवस् भनी सतीदेवीले भनेको सुनि दक्ष प्रजापति भन्न लागे, हे पुत्री, त मनमा दुःख नमान। तेरो पति भोलानाथ यो यज्ञमा डाक्ने योग्य छैन, किनकि 33 कोटी देवता, यक्ष, गन्धर्व, नाग आदि अनेक रङ्ग बिरङ्गका वस्त्र र मणिमाणिक्यका अनेक अपूर्व गहनाहरूले सज्जित भई श्रीखण्ड आदि सुगन्धित वस्तु लेपन गरी थरी थरीका मङ्गल यात्रा गरी गन्धर्वद्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिन लाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती, तेरो स्वामी के ढङ्गको छ र? देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष भाङ धतुरो खाई, राता राता आँखा पारी, जस्तो मन लाग्यो उस्तै नाची सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरू बजाई, बायाँ हातले त्रिशूल समाई, भूत प्रेत आदि अघि पछि लगाई, दिगम्बर मतवाला जस्तै जहाँ पायो उही पाउ राखी, लाज नमानी हिँड्ने। यस यज्ञमा भने देवकन्या, नागकन्या, गन्धर्व कन्या र
तेरा सबै बहिनीहरू तथा 33 कोटी देवताहरूले शोभायमान यस्तो पवित्र यज्ञस्थलमा त्यस्तो देख्दै अशोभा हुने र घिन लाग्दो तेरो स्वामीलाई कसरी डाकौँ भने नडाकेको हो। फेरि तँलाई मात्र डाकु भने ऊ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन। त दुःख नमान। फेरि तैँले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेको हो। फेरि सृष्टि स्थिति संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि उनै हुन् भनिस्, त्यो कुरा होइन, त्यो त बहुलाहा मात्र हो। यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहारकर्ता पनि नारायण महाविष्णु हुन्। त्यो महादेव कहाँको देवता हो, त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला। तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्दिन, त्यसले मेरो यज्ञमा के वरदान देला। 33 कोटी देवता ब्रह्मा विष्णु स्वयं उपस्थित छन् भनी दक्ष प्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी राता राता आँखा पारी क्रोधले नाग जस्तै लामो लामो श्वास फेरि सुस्केर हाल्दै दारा किटी जुरुक्क उठेर भूमिमा लात्ताले हानी स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीमा मुड्केले हानी शिव शिव भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञकुण्डमा हाम फाली प्राण छाड्दी भइन्। अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा बास लिन पुगिन्। इति श्री स्कन्दक पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां सतीदेवी देहत्याग वर्णनम नाम षष्ठोऽध्यायः। जय बोलो श्री स्वस्तानी माता को, श्री उमामेश्वर भगवान को जय। ओम उपनयतु मंगलम वह सकल जगन मंगलालयः श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतद्। एतत् सर्वं श्री स्वस्तानी देव्यार्पणमस्तु। जय बोलो श्री स्वस्तानी माता को जय हो। समादरणीय श्रद्धालु भक्तजन, आजको यो 6औं अध्याय हामीले यही विश्राम गर्दछौँ भने यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगैमा रहेको बेल आइकन अवश्य दिनुहोला र लाइक गर्न नबिर्सिनुहोला। कमेन्ट बक्समा जय स्वस्तानी माता लेख्न नबिर्सिनुहोला भन्दै म बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्रीमन् नारायण।